गाइज हामीले छोपेर बल्ल यहाँ वेट गर्दाखेरि ठ्याक्कै 2 किलो रहेछ हेर्नु त ल टुटन मटन हुने। हेलो एभ्रिवान गाइस, सम्पूर्ण नमस्ते। म सन्चै छु, हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। आजको मिनी ब्लग भनेको हाम्रो चाहिँ देखिराख्नु भएको छ भने के छ अगाडि हिँडिरहेको भालेलाई लगेर पोलेर पकाएर दामीसँग खाने भनेर हामीले चाहिँ भाले लिन आयौँ। दिनबन्धु सर र म छोप्नलाई आएको थियौँ। दिनबन्धु सर अब दगुर्नुहुन्छ भालेको पछाडि, अनि एकजना आन्टी पनि भाले छोप्न निस्किन्छौँ हामीहरू। हेर्दै गर्नुहोस् है तपाईँ। गाइज हामी चाहिँ आज यसो न भालेको यसो न रोस सोस बनाएर खाने भनेको भाले छोप्न आएको छौँ हामीहरू है। हेर्न सक्नुहुन्छ हाम्रो उता दिपबन्धु सर दौड्दै हुनुहुन्छ, म पनि यतादेखि जान्छु। ल कान्छा आऊ, छिटो छिटो। ल गाइज फाइनल्ली अहिले जानु न, फाइनल्ली समात्यो। ल हाम्रो उता भाले चाहिँ दिपबन्धु सरले छोड्नुभयो। कति दुःख गर्नु पर्यो भनिदिनु त दिपबन्धु सर, कति दुःख गर्नु पर्यो भनिदिनु त दिपबन्धु सर। दुःख कति गर्नु पर्यो भनिदिनु त। अनि भाले छोपेर लगिसक्यो भने हामी चाहिँ एकछिन अनि रमाउँछौँ, नुहाउँछौँ आफ्नो स्टाइलमा। पुरै देख्न सक्नुहुन्छ हामी 3जना, भेनाजु, म, दिनबन्धु सर एकदम रमाइरहेका छौँ। अनि मैले चाहिँ एउटा पोज दिएर, हामीले लाइकवाला पोज दिएर फोटो खिच्नुभयो दिनबन्धु सरले। म पुरा डरा जस्तो गरेर चाहिँ पानी फालेँ भनेर। त्यसपछि उहाँले लुक्स कता हेरेको त्यो भाइले बनाइरहेको थियो भिडियो होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ हामी त्यो चाहिँ त्यो सूर्यलाई पूजा गरे जस्तै गरेर हामीले चाहिँ ट्याग लगाएर आफ्नो एउटा पोज दियो, भिडियो बनाइरहेछौँ भेना र म। अनि अब चाहिँ मैले चाहिँ त्यहाँ कुखुरा ट्याक्क आगो बलिरहेको, आगोमा चाहिँ कुखुरा ट्याक्क पोलिरहेको छु। अनि मलाई पनि देखाउनु भन्छु, उहाँले देखाउनुहुन्छ। त्यसपछि पोल्छु मजाले। अनि हाम्रो सरले भन्नुहुन्छ कि धेरै नपोल्नु भनेर भन्नुहुन्छ, पहिल्यै पोलिसक्नु भएको। पोलिसकेपछि हामीले चाहिँ यसरी चाहिँ अब चाहिँ पखालिरहेछौँ पानीमा। हाम्रो आदरणीय हाकिम साहबहरूले चाहिँ अगाडिको भिडियोमा चाहिँ अगाडि क्लिपमा छ। यो चाहिँ तपाईँको नदीमा गएर छोपेर ल्याउनु भएको थियो। त्यसैमा हामीले चाहिँ अहिले चाहिँ पखालिरहेछौँ, त्यहीँ राखिरहेछौँ। त्यसमा चाहिँ एकछिनमा हामी चाहिँ त्यहाँ फेरि कटिङ गर्ने छौँ। त्यहाँ पछाडि हेर्न सक्नुहुन्छ कटिङ गरेको पनि हजुरहरू। म पुरा धोइरहेको छु देखाएर। कटिङ गर्दैछौँ। कटिङमा चाहिँ भेना र म चाहिँ लागेका छौँ एकदम बवाल तरिकाले। पिस चाहिँ बवाल बनाएर ट्याक 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 लगाएर काटिरहेछौँ हामीहरू चाहिँ। भेनाले ट्याक ट्याक पार्ने, मैले पिस पराइदिने होइन। अनि त्यसपछि हामीले काट्छौँ। कति बेलासम्म काटिन्छ होइन। चक्कु लगेको थियौँ, एउटा हँसिया लगेको थियौँ। ट्याक्क हाम्रो अचानक चाहिँ ठ्याक्क हाम्रो हाकिम साहबहरूले छोड्नु भएको थियो। त्यसपछि अब हामीहरू चाहिँ ट्याक्क लाएर उता नुहाएको सिन देखाउनु पर्दाखेरि ट्याक्क पुलमा जुम गरेको छ होइन। अनि त्यसपछि उता हामी अब चाहिँ हामी नुहाइरहेको एउटा पोज दिइरहेको हामी चाहिँ त्यहाँ चाहिँ भिडियो कैद भएको देख्न सक्नुहुन्छ। एकदमै रमाइलो छ। उता चाहिँ त्यो बगेर आइरहेको छ।